नमस्कार हजुरहरूलाई स्वागत छ हाम्रो फेसन वेयरको युट्युब च्यानलमा। सधैँ चाहिँ आज पनि मैले हजुरहरूको लागि यस्तो राम्रो कलर क्वालिटीको डोला सिल्क साडीको भिडियो लिएर आएको छु। मात्र 1500 मा मल्टी कलर्स हेर्न सक्नुहुन्छ। यस्तो राम्रो, त्यसमाथि यसरी जरी सफ्ट जरीको काम, साथसाथै हजुरहरूले रियल स्टोनको काम, अनि हजुरहरूले यति धेरै डिमान्ड गर्नुभएको साडीमा पर्छ। यो साडी हेर्न सक्नुहुनेछ है। यस्तो राम्रो पल्लुमा पनि यस्तो मजाको फिनिशिङ, साथसाथै बुट्टा पाउन सक्नुहुन्छ। तर पल्लुको वान साइड चाहिँ हजुरहरूले स्टिच गर्नुपर्ने हुन्छ है। हेर्नु होला, एकदमै राम्रो छ कलर कम्बिनेसन। प्राइस अनुसार चाहिँ साडीको क्वालिटी एकदम नै हाई पाउन सक्नुहुन्छ। मुजा एकदम मजाले लचक्क बस्छ, जसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। हजुरहरूलाई सबै डिटेल्समा म भिडियो देखाउँछु। सो स्पेसली जो आउट अफ कन्ट्री हुनुहुन्छ, जो स्टोर भिजिट गर्न पाउनुहुन्न, उहाँहरूको लागि चाहिँ हामीले राख्ने यस्तो भिडियोजहरू एकदम युजफुल हुनसक्छ। हजुरहरूले चाहिँ थोरै मात्र भए पनि कलर क्वालिटी प्याटर्न कस्तो छ भनेर चाहिँ थाहा पाउन सक्नुहुनेछ है। हेर्नु होला, अब एकदमै राम्रो छ कलर कम्बिनेसन। ब्लूमा व्हाइटको कम्बिनेसन, यो त मैले एक्सप्लेनै गर्नु पर्दैन। म्यारिड अनम्यारिड जसको लागि पनि हुन्छ। अनि यसलाई ओपन गरेर पनि देखाउँछु म एक पिस। जस्तो जस्तो हजुरहरूले यो पल्लुको प्याटर्न पाउन सक्नुहुन्छ, बोर्डरको प्याटर्न, त्यही कलरको चाहिँ ब्लाउज यसमा रहेको छ। फेब्रिक डोला सिल्कको, धेरै बाक्लो पनि हुन्छ भन्दिनँ, धेरै पातलो पनि हुँदैन। तर हजुरहरूले यसरी व्हाइट कलरको पेटीकोट राखिसकेपछि कस्तो राम्रो कलर आउँछ, एक्ज्याक्ट यो भिडियोको जस्तै। अनि हेर्न सक्नुहुनेछ, बोर्डरको प्याटर्न नै युनिक छ कि। हजुरहरूले यसरी माथि फोल्ड गरेर लाउँदाखेरि कस्तो राम्रो देख्छ भने, अब हजुरहरूले छोडेर लाउँदा त नराम्रो देख्ने कुरै भएन। अनि यसमा चाहिँ यसरी जुन पल्लुको प्याटर्न र अनि यसरी मुजा बस्ने प्याटर्नमा मात्र स्टोन वर्क पाउन सक्नुहुनेछ हजुरहरूले। जुन यो पछाडिबाट यसरी फोल्ड गरेर ल्याउने यो भित्रको पार्टमा चाहिँ यसरी स्टोन वर्क हुँदैन, अट्याच हुँदैन। सो हेर्नु होला, एकदमै राम्रो छ। फेब्रिक एक्ज्याक्ट यही नै हो। अनि मेन यसमा चाहिँ अलिकति प्रब्लम भनेको चाहिँ हजुरहरूले होम वास गर्दाखेरि चाहिँ यो कलर मिक्स हुन सक्ने चान्सेस चाहिँ हुन्छ है। अब सस्तो साडी पनि छ, क्वालिटी राम्रो गराएर पनि दिएको छौँ, फिनिसिङ राम्रो पनि छ। तर अब यो कटन बेस भएको हुनाले, मेन भनेको चाहिँ सस्तो भन्दा नि कटन बेस भएको हुनाले चाहिँ हजुरहरूले होम वास गर्दा चाहिँ यो चाहिँ मिक्स हुन सक्ने चान्सेस हुन्छ। सो प्लिज हजुरहरूले चाहिँ यसलाई ड्राई क्लिन गर्नु होला यदि लिँदै हुनुहुन्छ भने। यो साडीलाई अब एक दुईचोटि युज गर्ने हो, त्यस्तो फरक पर्दैन भन्नुहुन्छ भने त अब त्यस्तो केही फरकै परेन। घरमा मजाले धोएर अब अरू कुराको लागि युज गर्न सक्नुहुनेछ। अनि बिचमा ग्याप हुने पार्ट चाहिँ एक्ज्याक्ट यति हुन्छ। यो पनि यहाँसम्म मात्रै यो पार्ट हुने भएको हुनाले बुट्टा साइडदेखि नै पाउन सक्नुहुन्छ, यो जुन चाहिँ लगाउँदाखेरि चाहिँ देखिँदैन एउटै पनि। अनि यो रहेको छ ब्लाउजमा चाहिँ हजुरहरूले यस्तो गोल्डन जरीको बोर्डर पाउन सक्नुहुनेछ। अनि त्यसपछि अलमोस्ट फुल स्लिभ पुग्छ है। अब हजुरहरू कति हेल्दी वेट हुनुहुन्छ, साथसाथै कस्तो ठाउँमा सिलाउनुहुन्छ त्यसमा डिपेन्ड गर्छ। फेब्रिक एक्ज्याक्ट यही नै हो, सेम साइनिङ सिल्कमै हुन्छ। अब यसलाई चाहिँ म हजुरहरूलाई मुजा बनाएर पनि देखाउँछु, साथसाथै हजुरहरूलाई लगाएर पनि देखाउँछु। त्यसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। अर्को एउटा मोस्ट डिमान्डिङ कलर हेर्न सक्नुहुनेछ, यस्तो मिठो मस्टर्ड येल्लो छ। लास्ट टाइम पनि हामीले यो साइड ल्याउँदाखेरि मस्टर्ड येल्लो कलर चाहिँ यति धेरै मन पराउनु भएको थियो नि हजुरहरूले, जति गरे पनि हामीले चाहिँ यसको डिमान्ड पुऱ्याउन सकेको थिएनौँ। सो योपालि पनि एकदमै कम आएको छ। मन परेको छ भने चाहिँ अर्डर गरिहाल्नुहोस्। त्यही भएर नै मैले चाहिँ यसलाई लास्टमा देखाएको हो। सो अब यसलाई चाहिँ म मुजा बनाएर देखाउँछु है हजुरहरूलाई। हाम्रो सामानहरू चाहिँ लिन चाहनुहुन्छ देश विदेश या आउट अफ भ्यालीबाट भने चाहिँ हजुरहरूले इन्स्टा, फेसबुक, वाट्सएप भाइबाटै युज गर्नु होला। टिकटकको मेसेजको चाहिँ रिप्लाई दिँदैनौँ। टिकटकमा चाहिँ धेरै फेक अकाउन्ट्सहरूले पनि कमेन्ट्स गर्ने हुँदा हजुरहरू कन्फ्युज हुन सक्नुहुनेछ नि त। सो हामीले चाहिँ टिकटकको मेसेजको चाहिँ रिप्लाई दिँदैनौँ। सो हजुरहरूले हाम्रो फेसन वेयरको वाट्सएप, भाइबर र इन्स्टा, फेसबुकमै मेसेज गर्नु होला। अर्डर गर्नु छ भने चाहिँ होलसेलको लागि पनि हामीलाई सम्झिन सक्नुहुन्छ। ब्राइडल कलेक्सन बाँड्नको लागि चाहिने भेरिएसन, अनि घर फ्यामिलीले लाउन मिल्ने टाइपको साडी, बाँड्नको लागि चाहिने साडी, धोती साडी, कुर्ता सबै भेरिएसन भएको हुँदा हजुरहरूलाई चाहिँ एकदम इजी हुनसक्छ सबै सामान एकै ठाउँमा लिँदाखेरि, हजुरहरूको घरमा केही अकेजन हुँदा। सो हेर्नु होला, मैले यसलाई मुजा पनि बनाइसकेँ हजुरहरूकै अगाडि। कट गरेको छैन, एडिट इफेक्ट केही पनि छैन, भिडियोको जस्तै छ। अब यसलाई यति धेरै चलाएर देखाउँछु, हेर्नु होला कस्तो राम्रो लचक छ, आफ्नै ठाउँमा बस्छ, एउटा पनि यो उठ्ने ओर्ने केही पनि हुँदैन। भनेपछि लगाउनलाई प्राइस 1500 भए पनि लगाउनलाई कस्तो धेरै कम्फर्ट छ कि यो साडी। हजुरहरूले इमेजिन पनि गर्न सक्नुहुन्न कि यो साडी त्यति कम्फर्ट छ कि। अनि यो यसमा युज गरेको जरी यस्तो सफ्ट छ कि घुच्ने ओर्ने केही पनि हुँदैन। सेन्सिटिभ स्किनले पनि लगाउन सक्नुहुनेछ है यसलाई। सो अब यो साडीको मुजा त बनाएर देखाएँ, यसलाई लगाएर पनि देखाउँछु फुल लुक्स। त्यसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। अब मेन भनेको चाहिँ यसको भित्रपट्टिको जरी थोरै देखाइदिन्छु म हजुरहरूलाई। हेर्नु होला, यस्तो सफ्ट प्याटर्नमा हुन्छ जरी, त्यस्तो घोच्ने ओर्ने चाहिँ हुँदैन। अब
धेरै सेन्सिटिभ स्किन छ भने चाहिँ हुन्छ म भन्दिनँ, तर त्यस्तो धेरै अब नर्मल स्किनलाई चाहिँ त्यस्तो खासै फरक पर्दैन यो। सो मोइस्चर येल्लोको कुरा गर्नुपर्दा चाहिँ हजुरहरूले हुन त कलर देखाइ नै छ कि, त्यही पनि अझै डिटेल्समा थोरै देखाइदिन्छु, हेर्नु होला। यस्तो राम्रो छ, यस्तो राम्रो बोर्डरको प्याटर्न छ। रेड बाइक एक्स्ट्रा लाउँछु भन्नुहुन्छ भने चाहिँ एकदमै बेस्ट अप्सन नै मान्छु म यो साडीलाई। कलर अप्सन यसमा 1-3टा छ, अनि हजुरहरूले अरू प्याटर्न हेर्न चाहनुहुन्छ भने प्रोफाइलमा भिडियोजहरू हेर्नु होला। सो म यसलाई लगाएर पनि देखाउँछु, त्यसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। यो साडीलाई लगाएर पनि देखाउँछु, अब हेर्नु होला। यस्तो मजाले मुजा बस्छ, हातले चलाएर देखाउँदैछु। सो क्वालिटी कलरमा कम्प्रोमाइज छँदै छैन, भिडियोको जस्तै पाउन सक्नुहुन्छ। पल्लुको प्याटर्न हेर्नु होला, एक्ज्याक्ट यही नै हो। सो हजुरहरूले चाहिँ कलर कम्बिनेसन एकदमै राम्रो पाउन सक्नुहुन्छ। जरी पनि लाइट गोल्डनको जरी छ रेडमा, जसले गर्दा यस्तो राम्रो कलर खुलाउँछ कि हेर्न सक्नुहुनेछ। अनि यसरी माथि गरेर लाउँदा पनि लुक्स त यस्तो राम्रो आउँछ, जुन मैले लगाएर देखाएको छु। स्पेसली बेबी सावर गर्दाखेरि पनि हजुरहरूले यो साडीलाई क्यारी गर्न सक्नुहुनेछ। सो बोर्डरको प्याटर्नले नै यो साडीलाई यस्तो एक्स्ट्रा देखाउँछ, हेर्नु होला। जुन चाहिँ मैले लगाएर बसेको छु, अझै मिलाएर लगाउँदा त अझै राम्रो देखिन्छ। सो अनम्यारिडले पनि लाउन मिल्यो, म्यारिडले पनि लाउन मिल्यो, अनि जस्तो एज ग्रुपले पनि लाउन मिल्यो। यो साडी भनेको चाहिँ फेरि 1-2 वर्ष हराउने, फेरि त्यसपछि फेसन ट्रेन्डिङमा आउने टाइपको साडी हो। सो हजुरहरूले एकचोटि किनेर 2-4 वर्षपछि झिकेर लाउँदाखेरि पनि एक्स्ट्रा युनिक नै देखिन्छ यो साडी। सो ब्याक साइडमा अल ओभरै हजुरहरूले वर्क पाउन सक्नुहुन्छ, ग्याप कतै पनि हुँदैन। साडीको प्राइस कम भए पनि साडीको लेन्थ पनि लङ हुन्छ, ग्याप पनि कतै हुँदैन। सो यो साडी चाहिँ हजुरहरूले प्राइस कम छ। सो यो साडीको कलर अप्सन सहित लगाएको भिडियो मैले हजुरहरूलाई सेयर गरेँ। हजुरहरूले चाहिँ कमेन्टको थ्रु हामीलाई फिडब्याक दिन सक्नुहुनेछ, हाम्रो प्रोडक्ट्सहरू कस्तो लाग्छ, प्राइस रिजनेबल लाग्छ कि नै भनेर पनि कमेन्टको थ्रु सजेसन दिन सक्नुहुनेछ। हामीमा भएको कमी कमजोरी हामी सुधार्दै लानेछौँ। सो मन परेको छ भने यो साडीलाई अर्डर गरिहाल्नुहोस्, किन भन्दा स्टक बस्नेवाला छैन। यो साथसाथै हामीले चाहिँ धेरैभन्दा धेरै प्रोडक्ट्सको चाहिँ यसरी नै धेरैभन्दा धेरै प्रोडक्ट्सको चाहिँ यसरी नै भिडियोजहरू अपलोड गर्ने गरेको छौँ, जसले गर्दा चाहिँ हजुरहरूलाई थोरै मात्रामा भए पनि सहयोग हुनेछ रियलमा एक्चुअलमा कलर क्वालिटी थाहा पाउनलाई। सो हजुरहरूले यस्तो भिडियोजहरू मिस गर्न चाहनुहुन्न भने हामीलाई सब्सक्राइब गर्न सक्नुहुनेछ। नेक्स्ट टाइम पनि यस्तै भिडियो लिएर आउने नै छु। अरू भेरिएसनको लागि प्रोफाइल भिजिट गर्न सक्नुहुनेछ।